साथीहरु यो हाम्रो सरले मलाई नाम लेखिदिनु भन्नुभएको थियो हाम्रो टोलमा कति घरधुरी छ भनेर टोटल अहिले हामीले कति 111 सय याद आएको जति लेख्यौं अब अरु चाहिँ याद भएन सो अब सरलाई म अलिकति परिचय कहाँबाट आउनु भएको के को लागि अलिकति म सरलाई सोध्नु पर्यो है ल नमस्ते सर सर नमस्कार सर अनि यो विशेष के को लागि आउनु भएको थियो यो सर मेरो नाम चाहिँ राधाकृष्ण नेउपाने अहिले चाहिँ म काठमाडौँबाट यो डब्ल्युएफपी को यो खाद्य सुरक्षा सम्बन्धीको हो यो डब्ल्युएफपी भनेको चाहिँ यो वर्ल्ड फुड प्रोग्राम हो हजुर यसले चाहिँ यो विश्वमा नै पनि नभएर हाम्रो नेपालमा हजुर हजुर जुन जिल्लाहरुमा खानाहरुको चाहिँ अभाव भइरहेको छ त्यस्तो ठाउँमा चाहिँ खाना चाहिँ प्रोवाइड गर्ने कामहरु चाहिँ यसले गरिराखेको हुन्छ हजुर र जुन ठाउँमा संकटहरु पर्छ बाढी पहिरोहरु लाग्छ जुन ठाउँमा चाहिँ हाम्रो चाहिँ तराईमा चाहिँ डुबानहरु भएको बेलामा त्यस्तो ठाउँमा चाहिँ खानाहरु चाहिँ पुर्याउने काम चाहिँ यसले गरिराखेको हुन्छ त्यसैको चाहिँ अहिले नेशनल सर्वे भइराखेको छ नेपालको यो 77 जिल्लामा 77 जिल्लामा सर पछि यसको रिजन हामीले अब भन्नेले समस्याहरु आयो भने पक्कै यो हामीले अहिले जति पनि विवरणहरु गर्नु भएको छ यसले पछि हामीलाई पुश गर्ने काम त गर्छ नि अहिले मैले जति यो हजुरहरुको खाना चाहिँ कति समयसम्म खाना पुग्छ हजुर तपाईहरुको चाहिँ आर्थिक अवस्थाहरु कस्तो छ घर परिवारमा कति जना बस्नुहुन्छ हजुर र उहाँहरुले सामानहरु कति टाढादेखिबाट बजारबाट किनेर ल्याएर खानु हुँदो रहेछ कति महिना चाहिँ आफ्नै उत्पादनले पुग्दो रहेछ र कति महिना चाहिँ किनेर खानु हुँदो रहेछ हैन हजुर हजुर र त्यसमा विदेश जानेको कुराहरु पनि आएको थियो विदेश जानेका कुराहरु र यही बसिराख्नु भएकाको उहाँले कसरी चाहिँ आफ्नो चाहिँ जीविकोपार्जन चलाइराख्नु भएको छ त्यसबाट चाहिँ उहाँलाई चाहिँ पुग्ने रहेछ कि रहेछ भनेर यसको मूल्याङ्कन पनि गरिन्छ यो मूल्याङ्कनको आधारमा भोलिका दिनमा चाहिँ भोलि हामीले रिपोर्टहरु बनाउँदै गर्दाखेरि जुन ठाउँमा चाहिँ त्यो समुदायका व्यक्तिहरुलाई खाना लाउनको लागि चाहिँ एकदमै अभाव छ भने फेरि हामीले पालिका अनि वडासँग चाहिँ कोअर्डिनेसन गरेर त्यो ठाउँमा चाहिँ के गर्न सकिन्छ भनेर कुराहरु राख्ने कामहरु गर्छौं र त्यही अनुसारले चाहिँ हामीले त्यस्तो ठाउँमा चाहिँ खाद्यान्नहरु प्रोवाइड गर्ने अब त्यो ठाउँमा चाहिँ खाद्यान्न लगायत अरु के कुराहरु आवश्यकता छ त्यो कुराहरुलाई चाहिँ परिपूर्ति गर्ने काम चाहिँ गरिन्छ अहिले चाहिँ यो सर्वे भइराछ है सर अहिले चाहिँ सर्वे भइरहेको छ अहिले चाहिँ यो इलाममा म आइपुगेको छु यो अहिले म चाहिँ इलाम 5 थर ताप्लेजुङमा चाहिँ अहिले फर्स्ट यो सोक्तिमबाट सुरु गर्नु भएको अरु दानाबारीबाटै गर्नुभयो नगरबाटै अहिले चाहिँ हाम्रो इलामको यो ठ्याक्कै यही नगरपालिका माई नगरपालिकाकै वडा नम्बर 9 बाट नै सुरु गर्नु भएको है डब्ल्युएफपी खाद्यान्नबाट तपाई काठमाडौँबाट यहाँसम्म इलामसम्म सर्वे गर्दै आउनुहुँदैछ हजुर हजुर ल हस्ते दुई शब्द राखिदिनु भयो सरलाई धेरै धेरै धन्यवाद छ हजुरलाई पनि धेरै धन्यवाद ल हस्ते दुई शब्द बोल्नु मेरो कुरा राखिदिनको लागि ल हस् त्यसको लागि धेरै धन्यवाद ल हस् धन्यवाद सर भइरहेको छ अनि यो चाहिँ हाम्रो यता पूर्वको कोसीमा पनि सबै जिल्लाहरुमा परेको छ अहिले मैले हेर्ने भनेको चाहिँ यो इलाम र 5 थर अनि ताप्लेजुङ जिल्ला हो यसमा चाहिँ अहिले